सम्पूर्णमा नमस्कार। आज म विशेष गरी जब भ्याकेन्सी फर युरोप, बुल्गेरिया र स्लोभेनियाको विषयमा चाहिँ म कुरा गर्न गइरहेको छु। त्यो ठाउँमा चाहिँ हेभी ड्राइभर, टेलरिङ स्टाफ फिमेल, फ्याक्ट्री वर्कर र होटल्समा चाहिँ कामदारहरू चाहिएको छ। हामीले विगतदेखि नै युरोपका विभिन्न ठाउँहरूमा चाहिँ जान चाहनेहरूका लागि डकुमेन्टेसनको कामहरू गर्ने, भिजा प्रोसेसहरूमा चाहिँ सपोर्ट गर्ने कामहरू चाहिँ गरिरहेका छौँ। त्यसै अन्तर्गत न्यून विशेषताहरूमा चाहिँ हामीले डकुमेन्टेसनका कामहरू गर्नेछौँ। जस्तै सिभी एन्ड कभर लेटर अल कन्ट्रीको चाहिँ हामीले बनाउनेछौँ। एक्सपिरियन्स लेटर एन्ड सर्टिफिकेट बनाउनेछौँ। पुलिस रिपोर्ट एन्ड कन्सुलर स्ट्याम्प चाहिँको काम चाहिँ हामीले गर्नेछौँ। पुलिस रिपोर्ट स्ट्याम्प फर क्रोएसिया एम्बेसी न्यू दिल्ली इन्डियाको चाहिँ काम गर्नेछौँ। पासपोर्ट फर अर्जेन्ट एन्ड नर्मल सबै खालको चाहिँ गरिनेछ। अनलाइन भ्याकेन्सी क्युआर कोड चाहिँ हामीले उपलब्ध गराउँछौँ। अनलाइन पर्सनल पेन कार्ड अल ओभर नेपाल चाहिँ गरिनेछ। भिएफएस डेट बुकिङ चाहिँ हामीले लिन सक्नेछौँ। ड्राइभिङ लाइसेन्स अल ओभर नेपालको चाहिँ हामीले व्यवस्था गर्न सक्नेछौँ। भिजिट भिजा डकुमेन्टेसनको कामहरू सम्पूर्ण गर्नेछौँ। नो अब्जेक्सन लेटर एनओसीको चाहिँ तयारी चाहिँ हामीले गर्न सक्नेछौँ। एयर टिकट डोमेस्टिक इन्टरनेसनल टिकटको चाहिँ हामीले व्यवस्था गर्न सक्नेछौँ। डमी टिकट्स फर भिजा एप्लिकेसनको कामहरू गर्न सकिन्छौँ। एम्बेसी अपोइन्टमेन्ट डेटहरू लिने कुराहरू चाहिँ गर्नेछौँ र ट्राभल इन्सुरेन्स जस्ता कामहरूमा पनि तपाईँहरूलाई विगतदेखि सहयोग गर्दै आइरहेका छौँ र यी मैले अघि उल्लेख गरेका अनुसारका काम र जुन भिडियोको फोटोमा पनि तपाईँले देख्न सक्नुहुन्छ। यी कामका विषयहरूमा चाहिँ तपाईँहरूलाई कुनै कुराहरू आवश्यक पर्यो भने हामीसँग जोडिन सक्नुहुन्छ। हस्त नमस्कार।